गाइस यसरी म चाहिँ ड्युटी जाँदै थिएँ कि बाटोमा यस्तो भित्ता मेरेको त झरी चाहिँ पलाइरहेको रहेछ। अन्त अब किन आफूले भेटेको चिजलाई चाहिँ किन छोड्नु भनेर चाहिँ पत्तामा यति चाहिँ बनाइसकेको छु है। अब ड्युटी पनि ढिलो होला जस्तो भइसक्यो। तर पनि च्याउ देख्दा चाहिँ यस्तो लोभ लाग्यो, यसलाई छोड्नु पनि त माया लाग्यो। होसो टिपिहाल्नु पर्यो भनेर चाहिँ एक एकवटा गर्दै टिपेको च्याउ झरी च्याउ रहेछ। यति चाहिँ भएछ। हाम्रै घर छेउमा पलाएछ हौ यो। अब यसलाई यसरी टिप्नु त झमेला हो। यो चाहिँ मेहनतै बिनाको मसरुम हो नि त, फ्रीमा पाएको मसरुम। गडले दिनुभएको हो, कोही बेला यस्तो पाउँछ। यो जग्गा चाहिँ एक्ज्याक्ट भन्नु पर्दाखेरि चाहिँ कालिम्पोङ गभर्नमेन्ट हाई स्कुलको छेउमा हो। मेरो घरको यतापट्टि रहेछ हौ। गर्नु तान्नुपर्छ भन्छु कोही त। यस्तो हुँदो रहेछ। यसलाई चाहिँ झरी च्याउ भन्छ। यसो मन पर्यो भने सब्सक्राइब गरिदिनुहोस् है मेरो च्यानललाई, भर्खर खोलेको। थ्याङ्क यू।